7 दिवसीय आमा सहायक शिविर सकेपछि चाहिँ हामी अब झापा फर्किनको लागि चाहिँ यहाँ तयारी भएर गाडीहरूको पुरैमा पर्नु भएको छ। 4 बजीदेखिको जाने भनेर चाहिँ उठेर बस्नु भएको, अहिलेसम्म जानु भएको छैन। अहिले 6 बजिसकेको छ। अब चाहिँ केही समय पछाडि आउँछ भनेर चाहिँ पुरा टिकटक बनाउने विभिन्न तरिका हिमालयन आइपुग्नु भएको छ। साल वर्षसँग यहाँ हेर्न सक्छौँ। नेता सल्यानको ठाउँबाट चाहिँ हेर्न सक्छौँ। यहाँनिर पर्ने रहेछ मेले बजार। झापा जानको लागि चाहिँ गाडीमा सामानहरू प्याक गर्दै हुनुहुन्छ हाम्रो टिमहरू। मिसनले यहाँ आएका थियौँ मिसन सक्सेस भएको छ। यो नेता सल्यान गाउँपालिका वडा नम्बर 4 मा हामीले हिजो एकदमै भव्य रूपमा हाम्रो कार्यक्रम एकदमै सार्वजनिक अर्थात् पब्लिक रूपले सम्पन्न गरेका छौँ। र अब हामी यहाँबाट फेरि हाम्रो मिड पोइन्ट सेन्टर पोइन्ट हामी लाग्दैछौँ। यो अहिले जुन टिमहरू यहाँहरूको बाटोको यात्रा चाहिँ एकदमै राम्रो होस् है, कुनै पनि किसिमको अप्ठ्यारो परिस्थितिहरू सिर्जना नहोस् र गन्तव्य पुग्ने बेलासम्म एकदम यहाँहरूलाई चाहिँ ईश्वरको कृपाले यहाँहरूले त्यहाँसम्म चाहिँ पुग्नको लागि एकदमै सहज होस् थोरै आधुनिक जाने ध्वनि गरेर पे गरेर त्यस्तो गाडीमा चढ्नु आवाज। ल सबैलाई धेरै धेरै धन्यवाद छ। बाई बाई सबैलाई शुभयात्रा, राम्रोसँग जानुहोस्। हामी फेरि जय प्रेम बिदाई भइरहेको छ यहाँबाट यतिखेर छ भने अब गाडी चढ्ने तयारीमा हुनुहुन्छ कि उहाँ सबैले अब बाई बाई भनेर जान लाग्दै हुनुहुन्छ। अब यहाँको यात्रा शुभ रहोस् भन्ने हामी कामना गर्दछौँ। भगवान् अनि गुरु हजुर समक्ष हामी सधैँभरि साथमा रहेर हामी सम्झिरहनेछौँ र सधैँभरि भगवान्को आशीर्वाद गरेर हामी यात्रा गरिनेछौँ। र अहिले चाहिँ हाम्रो गाडीमा चढ्दै हुनुहुन्छ। ल गाडी चढाउँ छिटो छिटो। अब हामी झापासम्म पुग्ने गाडी यो रहेको छ। नेता सल्यानदेखिको झापासम्मको गाडी यो। छिटो चढाउँ। बिदाईको समय भइरहेको छ सबैजना। ल अब चाहिँ भने फाइनलीमा जानु लास्टमा हामी अन्तिम चरणमा रहेको छ। यो जाने गाडी हिँड्न लागिरहेको छ। यो गाडीको सँगै हाम्रो यात्रा अब झापासम्म पुग्नुहुन्छ। पछाडि बस्ने टिमहरू हुनुहुन्छ यहाँ भरे हुक गर्ने टिमहरू यता हुनुहुन्छ यहाँ। गाडी चाहिँ यहाँबाट गइरहेको छ। बस नेता सल्यानदेखिको शिविर समापन पश्चात झापासम्मको लागि गाडीको यात्रा सुरु भइरहेको छ।